बडे मामा अहिले चाहिँ तुफान दौडिनु है बडेलाई के रिस उठ्यो क्या तुफान ओ माउसरी अब यहाँबाट साँखु त्यति धेरै टाढो पर्दैन अझै हामी थली चोकबाट ओह्रालो लाग्नु है साथी हो त्यो माथि देखिने चागुनारायण हेलिकप्टर पार्किङ गर्दैछ ठ्याक्क यहाँबाट चाहिँ टेकअप गर्नुलाई सजिलो हुन्छ भनेर साथीहरू ठ्याक्क त्यहाँतिर उतातिर फर्केर राखिरहनु भएको छ अनि यात्रा कस्तो हुँदैछ माउसरी हामी चाहिँ यो भैरव मन्दिरमा मामा तर यो खास यो मन्दिरको नाम अर्कै रहेछ पञ्चकन्या हो ठिक छ अनि है अनन्तको ठाउँ रहेछ के छ हाम्रो उत्तर गएको खबर रमाइलो भइरहेछ नि